साथीहरु तपाईहरुले मानेको पत्तामा त माछा खानु भएको होला है तर आज चाहिँ म इस्कुसको माछा बनाउँदै छु है। सो हेलो नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ मेरो मिनी ब्लगमा। आशा छ तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु साथीहरु है। र साथीहरु हेर्नुस् न अहिले चाहिँ मैले यो इस्कुसको माछा बनाउनु आटेको है। मानेको पत्तामा त प्रायले खानु भएको होला है तर यो इस्कुसको चाहिँ अहिले ट्रेन्डिङमा रहेछ नि त अन्त मिठो हुन्छ रे भनेको सुनेको थिए। त्यो भएर चाहिँ मैले बनाउँदै छु है र यसको रिभ्यु चाहिँ म तपाईहरुसँग शेयर गर्छु भनेर चाहिँ मैले यो भिडियो बनाउँदै छु। र त्यसको लागि चाहिँ इस्कुस यसरी गोलो गोलो काट्नु पर्ने हुन्छ हैन। यसको बोक्रा छिल्दा पनि भयो तपाईले नछिल्दा पनि भयो। मैले चाहिँ पहिले छिलेको थिइनँ फेरि बादमा चाहिँ नानीले पनि खान्छ भनेर चाहिँ बोक्रा छिले मैले है। नानीलाई चाहिँ अब करा हुन्छ नि त बोक्रा त्यही भएर अनि चाहिँ यसलाई मज्जाले धुए है बीचको गुदी पनि निकाले अन्त धुएर चाहिँ त्यसमा हल्दी हाले नुन एड गरे अन्त मज्जाले चलाए मिक्स गरे है। एउटा प्यान गरम गरे त्यसमा तेल हालेर तेल गरम गरे अनि यो इस्कुसलाई मजाले फ्राई गर्दै माछा सेम छै गरेर फ्राई गर्दै अनि यसरी पल्टाइएन यतिको भएपछि चाहिँ पल्टाइदिए अनि पल्टाएर चाहिँ मैले निकाले है। र हेर्नु यहाँ चाहिँ मैले पेस्ट बनाएको छु। यो चाहिँ लसुन प्याज जिरा है यतिको पेस्ट बनाएको छु। र अब यो फ्राई गरेर निकाले अनि एउटा कराई गरम गरेर चाहिँ त्यसमा तेल हालेर चाहिँ तेल पनि खारेर चाहिँ मैले कालो जिरा पड्काइदिएँ र अघिको पेस्ट हालेँ है। अन्त पेस्ट हालेर चाहिँ एकछिन मजाले भुट्दै चलाउँदै पकाएँ अनि हल्दी हालेँ हो साथीहरु। अन्त मैले चाहिँ धनिया चाहिँ पिस्नै बिर्सेछु त्यही भएर चाहिँ मेरो धनिया पाउडर थियो धनिया पाउडर पनि एड गरिदिएँ अनि नुन एड गरिदिएँ हो। अनि चलाउँदै पकाएँ पानी हाल्दै चलाउँदै पकाएँ हो। नुन चाहिँ ठिकैको एड गरेँ किनभने अघि फ्राई गर्दा पनि हालेको छु नि त साथीहरु त्यही भएर है। र अब तपाईले यति भएपछि चाहिँ यसमा पानी एड गर्नुस् है। तपाईलाई कतिको रस चाहिन्छ ग्रेभी चाहिन्छ है त्यो अनुसारले पानी एड गरेर चाहिँ तपाईले त्यो अघिको फ्राई गरेको थियो नि माछा जुन चाहिँ माछा भनौं न त्यसलाई चाहिँ यसरी हाल्नुहोस् है र हालेर चाहिँ मजाले उमाल्नुहोस्। र मैले चाहिँ बादमा चाहिँ नानीलाई निकाल्दिएर चाहिँ मैले पिरो पनि हालेँ हामीलाई है। र साथीहरु यसको रिभ्यु भन्नुपर्दा चाहिँ यो चाहिँ एकदमै मिठो भएको थियो माछा नै सेम है। ओके बाइ बाइ थ्यांक यू फर वाचिङ।